हेलो एभ्रिवान, साइलीको भान्साघरमा हजुरहरूलाई स्वागत छ। आज म फेरि अर्को नयाँ रेसिपी लिएर आएको छु। यो भिडियोलाई अन्तिमसम्म साथ दिनु होला है त। निम्की बनाउन चाहिँ एकदमै इजी छ, घरमा चाहिँ सजिलै बनाउन सकिन्छ। मैले चाहिँ यसमा मैदा लिए, मैदामा बिरे नुन, सादा नुन, कालो जिरा अनि ज्वानो हालेर मजाले मिक्स गर्ने अनि तातो घिउ पनि हाल्न पर्छ। यसलाई चाहिँ चिसो पानीले भन्दा पनि मनतातो पानीले मुस्यो भने राम्रो हुन्छ, नरम पिठो बन्छ अनि फुल्छ अनि मजाले क्रिस्पी हुन्छ। निम्की चाहिँ एकदमै सजिलो खाजा हो, घरमा बनाउनको लागि हामीले चाहिँ साँझको बेलामा स्न्याक्सको रूपमा चाहिँ इन्जोय गर्न सकिन्छ। यो पिठो मजाले मुसिसकेपछि यसलाई हामीले रेस्ट गर्न 20 मिनट जति छोडिदिएका थियौं अनि यो मजाले रेडी भइसक्यो। अब हामी यसलाई मजाले बेल्छौं। बेल्न चाहिँ गोलो भयो भने चाहिँ राम्रो कटिङ हुन्छ अनि बिस्तारै बेल्ने। मलाई चाहिँ बेल्न अलिक टाइम लाग्छ, त्यति राम्रो बेल्दिन, मलाई राम्रो नआउने भएर यसरी बेल्ने। बेलिसकेपछि चक्कुले हामीले निम्कीको शेपमा काट्छौं। जस्तो आफूलाई जस्तो मन पर्छ त्यस्तै काट्दा हुन्छ, यस्तै साइजमा काट्न पर्छ भन्ने कुनै उ छैन। मैदा हेल्दी हुँदैन, सबैलाई थाहा भएकै कुरा हो। तर अब बजारको खानेकुरा खानुभन्दा केही हदसम्म भए पनि घरमै बनाएको राम्रो हो नि त। अब सधैँ यो नखाऊ त्यो नखाऊ भन्न पनि सकिँदैन छोराछोरीलाई। त्यही भएर बजारको किनेर खुवाउनु भन्दा घरमै बनाएर यसरी खुवाउन सकिन्छ। म चाहिँ धेरै जसो छोराछोरीको डिमान्डमा सबै कुरा घरमै बनाएर खुवाउने गर्दछु। तपाईहरुले पनि आफ्नो छोराछोरीलाई घरमै बनाएर खुवाउनु होला। आजको मेरो निम्की बनाएको भिडियो हजुरहरूलाई कस्तो लाग्यो? ल है त, नेक्स्ट भिडियोमा हामी छिट्टै भेट्नेछौँ। थ्यांक यू।